हेलो रन्दाई के छ नि खबर सन्चै आराम कुशल के छ नि आराम कुशल भन्नु त एकदम ठिक छ बेटर तातो घाममा यसो के गर्न आएको रन्दाई तातो घाम घुम्न आएको अब गर्मी हिजोसम्म जाडो थियो त्यसका बाद बन्नु पनि एकै रातमा कति सुकुल वाक्दै परेको त 40-45 डिग्री त आज पुगिगयो नि हिजो 35 थियो होला आज 10% बढिहाल्यो अनि यत्रो गर्नु गाह्रो छ गाइजहरू यो कतारको गर्मी खाएर मान्छे क्या गर्मी धेरै छ तातो घाममा आएको मान्छे पनि कालो झन् घामले त कालै हुन्छ होला मेरो साथी छ घामले डढे पाक्रिन जुन भन्दैछ अनि मैले भन्छु एकछिन पछाडि चाहिँ म एकछिन तातो हावा त खानुपर्छ भनेको होइन के गर्नु हो रमजानको छुट्टी छ अनि दिनभरि यसो त अल्छी लाग्छ अनि यसो खाना खाएर चाहिँ अनि एक्सर्साइज त गर्नु पऱ्यो नि त गाइजहरू होइन त भनेर नि त्यो क्रममा एउटा भ्लग पनि बनाइदिउँ भन्ने कुरोमा मेरो भ्लगलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला गाइजहरू होइन मेरो नयाँ भ्लग बनिरहेको छ भर्खर युट्युब च्यानल खोले हो खासै सब्सक्राइब त पुगेको छैन र पनि तपाईँहरूले यसो मेरो भिडियोलाई देख्नुभयो लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनुहुन्छ भन्ने आशा छ सो फाइनली हामी चाहिँ बाटो क्रस गर्न आँटेको तर यहाँ गाडी आएको गर्दाखेरि अब कट्ने जानकारीमा हो ल फाइनल्ली एउटा रोड चाहिँ पार गरिदियो अब सो एउटा चाहिँ यता घुम्न बाँकी छ सो यता चाहिँ गाडी आएको आइछ त्यही भएर यहाँ चिन रोकिरहेको छौँ लस्ट हो हामी एउटा बाटो पार गर्दैछौँ गाइजहरू फाइनल्ली बाटो पनि तरिसक्यो होइन फाइनल्ली यो चाहिँ रोड चाहिँ क्रस भएर आइसक्यो गाइजहरू हामी त्यस्तो हल्का यसो हिँड्नु पऱ्यो बिल्डिङहरू राउन्डिङ हान्नु पऱ्यो भनेर आएको होइन तर गर्मी छ अब धेरै हिँड्न सकिँदैन अब एकछिन घुमेर हिँडिहाल्ने गाइजहरू ल बाँकी कुरा अब फेरि नेक्स्ट भिडियोतिर गरौँला लाइक कमेन्ट सब्सक्राइब चाहिँ मेरो यो भ्लगलाई गर्नुहुन्छ भन्ने आशा छ धन्यवाद।